ओके साथीहरु, तपाईहरुलाई स्टार च्यानलमा स्वागत छ। आज चाहिँ म क्लास टेकको एप कसरी युज गर्ने भन्ने बारे सिकाउन गएको छु। विशेष गरेर वाइफाई को पासवर्ड कसरी चेन्ज गर्ने, वाइफाई को एसएसआईडी कसरी चेन्ज गर्ने भनेर रहेको छ। यो राउटरमा अप्सनमा क्लिक गर्नु होला। त्यहाँ भित्र रहेको राउटर थर्ड अप्सनमा र त्यसपछि तपाईको सुरुमा चाहिँ तपाईको राउटरको इन्फर्मेसनहरु आउँछ यहाँ डिटेलली। त्यसमा तपाईको आईपी एड्रेसहरु, राउटर अन छ छैन, राउटरको कति भयो ड्युरेसन अन भएको, ती सबै कुराहरु यहाँ देखाउँछ। राउटर कुन स्थितिमा छ त्यो सबै कुराहरु देखाउँछ। तपाईको इन्टरनेटको अवस्था के छ र त्यसपछि तलपट्टि रहेको छ तपाईको मोबाइल वाइफाई को राउटर चाहिँ वाइफाई चाहिँ तपाईको कतिवटा मोबाइलहरुमा डिभाइसहरुमा कनेक्टेड छ त्यसको अप्सनहरु पनि त्यहाँ दिएको छ। सेकेन्ड अप्सनमा त्यो सेकेन्ड अप्सन थिच्नु भयो तपाईले त्यहाँनेर चाहिँ डिटेलहरु पाउनुहुन्छ। तपाईको कतिवटा मोबाइलमा कनेक्ट छ, कतिवटा कम्प्युटर ल्यापटपहरुमा कनेक्टेड छ, त्यो सबै डिटेलहरु त्यहाँ देखाउँछ। र तपाईको राउटर पनि कतिवटा छ भनेर पनि त्यहाँ देखाउँछ। यहाँ हेर्नु होला, यो सेकेन्ड अप्सनमा यहाँनेर हाम्रो राउटर चाहिँ एउटा मात्रै भएकोले एउटा मात्रै देखाएको छ। र त्यसैगरी कतिवटा डिभाइसमा भन्दा दुईटा मात्रै डिभाइसमा कनेक्टेड छ अहिले हाल चाहिँ, त्यो देखाउँछ। त्यसपछि साइडमा थर्ड लाइनमा तपाईले देख्न सक्नुहुन्छ वाइफाई को सिग्नल देखाइरहेको छ। त्यसमा चाहिँ तपाईले एसएसआईडी, वाइफाई को नाम र पासवर्डहरु चेन्ज गर्न सक्नुहुन्छ। र त्यसैगरी त्यसमा चाहिँ 2G र 5G को तपाईको अप्सन हुन्छ। यदि तपाईको राउटर चाहिँ 5G हो भने तपाईले डबल पासवर्ड राख्न सक्नुहुन्छ यसमा चाहिँ। र 2G को बेग्लै हुन्छ। र त्यसमा हाम्रो चाहिँ अहिले तत्काल 2G को मात्रै भएकोले 5G को छैन राउटर, हामीले हालेको छैनौं। र 5G को रेन्ज पनि थोरै हुन्छ, 2G को चाहिँ धेरै लामो हुन्छ। र यो 2G को चाहिँ रेन्ज कहिलेकाहीँ तपाईले प्रयोग गर्दाखेरि 2G ले चाहिँ अलि स्लो इन्टरनेटको उसको पावर पनि कमै हुन्छ। 5G को चाहिँ अलि धेरै नै हुन्छ, तपाईको डाउनलोडहरु पनि स्पिड हुन्छ, काम गर्न सजिलो हुन्छ। तर त्यो चाहिँ हाल हामीले जोडेको छैनौं, त्यसको लागि हामीले डिमान्ड चाहिँ गरेको छौं। र यो पासवर्ड चाहिँ दुईटा हाल्न पाइन्छ। तपाईले दुईटा हाल्दाखेरि 5G को चाहिँ रेन्ज कमै हुन्छ, कोठाको रुमहरुमा मात्रै भ्याउँछ। र त्यसमा तपाईले पासवर्ड चाहिँ दुई खालको हाल्नु भने 5G को बेग्लै हुन्छ, 2G को बेग्लै हुन्छ। अनि त्यसलाई कनेक्ट गर्न सक्नुहुन्छ। कहिलेकाहीँ साथीभाइहरुलाई दिँदाखेरि चाहिँ 2G को दिनु होला, त्यसले सहज हुन्छ तपाईलाई। किन 5G को चाहिँ हाई पावर लिने भएकोले तपाईको कहिलेकाहीँ एमबीहरु यसको पनि लिमिटेड हुन्छ, त्यो सकिन्छ। सकेपछि तपाईको एकदम स्लो हुन्छ। त्यसपछि लेनमा कतिवटा कनेक्टेड छ त्यो सबै देखाउँछ। धन्यवाद। आजको भिडियो कस्तो लाग्यो?